नानी नमस्ते। नमस्ते। अनि हजुरको यो गाउँको नाम के हो? यो हाम्रो गाउँको नाम चाहिँ जोधीपुर भन्छन्, जोधीपुर पहाडीपुर। जोधीपुर वडा नम्बर 1 मतलब यो नगरपालिका हो। हजुर, नगरपालिका। अनि यो मेला यहाँ जो लागेको छ यो मेलाको नाम के हो नि? यो मेलाको नाम चाहिँ शनि मेला। शनि मेला मतलब शनिबार हप्ताको एक दिन लाग्छ। ल त म अहिले आदरणीय दर्शकवृन्द म अहिले बर्दिया जिल्लाको यो जोधीपुर नगरपालिका वार्ड नम्बर 1 मा छु। यो धेरै ठुलो वडा नम्बर छ। यसलाई पहाडीपुर भन्दो रहेछ। आज मिति 2083 साल ज्येष्ठ महिनाको 16 गते म यस नगरपालिकाको पहाडीपुर भन्ने ठाउँमा आइपुगेको छु र यहाँ यो मेलाको एउटा दृश्य यहाँहरू माझ राख्नुको खातिर मैले एउटा सानो भिडियो बनाउँदैछु जो मैले प्रस्तुत गर्नेछु, यहाँहरू माझ पस्किनेछु। यो मेला हेर्नु यहाँ हरेक चिजका फ्यान्सी सामग्रीदेखि लिएर हाम्रो तिउन तरकारी खाद्यान्न हरेक चिजको यहाँ मेला लाग्दो रहेछ। यतातिर यो फ्यानहरू, सिजनल प्राविधिक चिजहरू, वस्तुहरू यहाँ ल्याउनु हुने रहेछ। यहाँनिर मैले फेरि हाम्रै बागेश्वरी एकाडेमीको अभिभावक सरलाई भेटाएँ। हजुरको सब नाम के होला? मेरो नाम चाहिँ वीरसिंह बुढा। हजुर नमस्कार, साह्रै खुसी लाग्यो। म यस्तै घुम्ने क्रममा अचानक उहाँसँग मेरो भेट हुन गयो। उहाँको नातिनी र छोरी हाम्रै बागेश्वरी एकाडेमी कोहलपुर 10 चटारमा पढ्नुहुन्छ। सौभाग्यले उहाँसँग भेट हुन पुग्यो। यो मेला यसरी सञ्चालन गरेको अहिले कति भयो? भयो होला लगभग 9-10 वर्ष जति भयो। 9-10 वर्ष जति अलि बढी भइसक्यो। ए 37 वर्ष भएको 6-7 वर्ष हुँदाखेरि त्यो लागिरहेको थियो। ए 28-29 वर्ष भइसक्यो। पहिला अर्कै ठाउँमा थियो, त्यहाँ माथि थियो पहिला एउटै ठाउँमा। पहिला अर्कै ठाउँ थियो। अब यो ठाउँमा सुरु भएको चाहिँ 9-10 वर्ष भयो। ठाउँ मात्रै चेन्ज भएको छ। हजुरको घर यहाँबाट कति टाढा पर्छ? मेरो घर चाहिँ यहाँबाट छैन धेरै, 15-20-25-30 मिटर जति होला। ए मिटर भनेपछि त नजिकै रहेछ त। ए ल ठिक छ, म सरको घरमा पनि जानेछु। म एकछिन यो सरसँगै छु। सौभाग्यले सरसँग भेट हुन पुग्यो। यस्तै घुम्दै आउने क्रममा म यहाँ आइपुगेँ। अब यतातिर मेला हेर्न आउने मेलाइरोहरूलाई भोक लाग्छ। सायद यतातिर पानपुरी अनि जेरी स्वारी, जिलेबी, पकौडी, समोसा आदि यहाँ बन्दैछन् र आउने मेलाइरोहरूले खानुहुनेछ। यसरी उतातिर चाउमिन पनि रहेछ। यस्तो राम्रो परम्पराको थालनी गर्नुभएको रहेछ यस ठाउँमा। यताहरू उत्तरतिर सबै जङ्गल छ। यो के बनाउँदै हुनुहुन्छ हजुरले? चटनी। अच्छा, अनि यो केमा हाल्ने चटनी हो त? ए चाउमिनको लागि। यसरी पकवानहरू पनि विभिन्न थरीका पाक्दैछन्। अब मेला आज लागेको छैन, भर्खर यहाँ व्यवस्थापन हुँदैछ। सायद यो 2-3 बजेतिरबाट लाग्छ होला, होइन म्याडम? मेला अहिले 3 बजेदेखि बल्ल सुरु हुन्छ। खासै मतलब गाउँको स्थानीय बासिन्दाहरू यहाँ टाढाबाट आउनुहुने रहेछ। स्थानीय त आउनु नै हुने भयो, तर मेला सुरु हुने खासै चाहिने समय, औपचारिक समय लगभग 3 बजेबाट यहाँ मेला चर्किँदो रहेछ। अझै पनि यो व्यावसायिक रूपले यस मेलालाई सघाउन हुने महानुभावहरू पनि यहाँ जुट्दै हुनुहुन्छ। आफ्ना सामानहरू गर्दै हुनुहुन्छ। ल यहाँ नानी नमस्ते। नानी नमस्ते। ल एकदम फेसनेबल सामानहरू यहाँ राख्नुभएको छ। चुरा, टिकुली आदि सिँगारका सबै सामानहरू छन्। पुरै छन्। बाप रे बाप। एकदम राम्रो यसरी सेवामा हाजिर हुनुभएको छ। यसको लागि धेरै धेरै धन्यवाद छ यहाँहरूलाई। यो मेलाको सानो एउटा दृश्य यहाँ मैले पस्कदै
यतातिर करिब करिब सबै सिँगारका सामानहरू, नानी बाबुहरूका क्यापहरू आज यहाँ गर्दै हुनुहुन्छ व्यवस्था भर्खरै। अब यहाँले के पस्किनुहुन्छ यहाँ? हजुरले के राख्नुभएछ त्यहाँ पोकामा? हजुर ए कस्मेटिक सामान हो? ए ल यहाँ आउँदै हुनुहुन्छ अझै यो हुँदैछ। अब यतातिर यी पोका पाकीहरू आज खुलेकै छन्, खुल्ने क्रममा छन्। सर यो हाम्रो के यो फेन्सी सामग्रीहरू हो? ए एकदमै राम्रो। यहाँ हामीले खोजेका वस्त्रदेखि लिएर खाद्यान्न, तिउन तरकारी, सब्जीहरू, कपडाहरू। सर नमस्कार। नमस्कार। विशेष के थियो? विशेष म यहाँ घुम्दै आउने क्रममा आज मेला लाग्दो रहेछ। सौभाग्यले यहाँहरूसँग भेट हुन पायो। म अहिले कोहलपुरबाट हो। हजुर कोहलपुरबाट हो। मेरो पसल छैन, म एउटा शिक्षक हुँ। म बागेश्वरी एकाडेमीमा अध्यापन गराउँछु। यस्तै घुम्ने क्रममा यहाँहरूसँग यो मेला लाग्छ भनेर सुनेर एउटा सानो दृश्य बनाऊँ भनेर। अनि हजुरको घर कहाँ हो नि? हाम्रो पदना। पदना मेरो घरबेटी। ए हो ए हाम्रो फेरि अभिभावक हुनुहुन्छ उहाँ। हाम्रो आदरणीय अभिभावक हुनुहुन्छ। सौभाग्यले बाटोमा उहाँसँग भेट भयो। अहिले म उहाँको घरमा पनि गएर पानी सानी पिएर म जानेछु, अहिले फर्किनेछु। ल धन्यवाद, धेरै खुसी लाग्यो सर। यो परम्परालाई जोगाइराख्नु होला। मेलाका पनि धेरै रूपहरू छन्। यो मेला चाहिँ मलाई मन पर्यो। ल आदरणीय दर्शकवृन्द, यो एउटा सानो दृश्य यहाँहरूमाझ राख्दै अब म पनि केही क्षणमा यहाँ मजाले आफ्नो सामान गराएर एकजना आदरणीय म्याडम सुत्नु भएको छ। अब मेला लाग्ने त 3 बजीतिर हो। अब बसेर पनि के गर्नु, अब यस्तै त हो होइन। अब म पुरानै ठाउँमा फर्केँ। यो चौपारी छ यहाँ, फलफुल आदि इत्यादि, इभेन यहाँ पान सहित। सर नमस्कार। पान यो हामीले बनारसी जर्दा पानहरू पनि पाउँछौँ। ल एकदम ठिक। अब यता कपडाको यो दृश्य मैले यहाँ माझहरू पस्केँ। विभिन्न थरीका हाम्रा कपडाहरू, साडीहरू, कन्नाहरू। अब यस्तो किसिमको मेला लाग्दो रहेछ। साह्रै खुसी लाग्यो। यो अनकन्टा ठाउँमा पनि उताहरू जङ्गल। ल सर, ल यो दृश्य यहाँ माझ मैले राखेर अब मैले मेरो आफ्नो क्यामेरा बन्द गर्दछु। धन्यवाद।